क्वालिफाई गर्ने राम्रोसँग स्पष्ट पार्ने काम चाहिँ नियमले गर्छ। कतिपय छुटेका कुराहरू नियमले त्यहाँ पेट बोलीमा बोलेको छ भने नियमले धेरै व्याख्या गर्न सकिन्छ, नियमले पनि प्रबन्ध गर्न सक्छौँ हामी। त्यसकारणले नियमले बनाउँदाखेरि होस् या चलचित्र विकास बोर्डको ऐन बनाउँदाखेरि होस्, आदिवासी जनजातिहरूको यो चाहिँ भाषा संस्कृति संरक्षणलाई जुन चाहिँ चलचित्र सम्बन्धी कामहरू चाहिँ हाम्रो भइरहेछ, यो अभियानहरू भइरहेछ, यसको सम्बोधन चाहिँ हाम्रो ऐनमा या नेवलीमा चाहिँ हुन्छ। त्यो कुरा म चाहिँ प्रतिबद्धता जारी गर्न चाहन्छु। दोस्रो कुरा अब यो चाहिँ नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ चाहिँ हाम्रो चलचित्र विकास बोर्डको एउटा एफिलिएसन मेम्बर होला चाहिँ हुनुपर्छ। त्यसो भयो भने बल्ल त्यो चाहिँ मेन स्ट्रिमिङ हुन्छ नि अङ्ग्रेजीमा, मूल प्रवाहीकरण चाहिँ हुने कुरा हुन्छ। राज्यले त्यसलाई चाहिँ रिकगनाइज गरेको हुन्छ, राज्यले रिकगनाइज गरेको संस्थालाई चाहिँ बजेटहरू दिइराखेको हुन्छ, त्यसको लागि आवश्यक पर्छ भने संरचनाहरू बनाएको हुन्छ, ऐन कानुनमा सुधार गरिराखेको हुन्छ। त्यसो भएपछि हामी संवैधानिक हिसाबले, कानुनी हिसाबले, अरू प्रशासनिक नीतिगत हिसाबले सबै रूपमा चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यसपछि राज्यले मान्यता दिएको नदिएकोमा धेरै फरक हुन्छ। हामी अब चाहिँ छेउछाउमा बसेर कराइराख्ने भनेको अब मूल धारामा चाहिँ आफै हिँड्ने हो, आफैले बनाउने त्यो ठाउँमा आइसकेको छ। हाम्रो संविधानले त्यही हुन्छ। त्यसैले त्यो कुरा चाहिँ म चाहिँ तपाईँहरूको जे भावना छ त्यो अनुसार काम गर्छु भन्ने प्रतिबद्धता जारी गर्न चाहन्छु। दोस्रो कुरा चाहिँ हामी आफैले पनि अब नेपाली भाषा त सबैले बोल्ने भाषा भइहाल्यो, सबैले बोल्ने भाषा भइहाल्यो। हामी आदिवासीहरू त आफ्नो बोल्ने भाषा मात्रै हो नि, आफै बोल्ने भाषा पनि अहिलेका नयाँ जेनेरेसनको चाहिँ आधाभन्दा बढीले चाहिँ भाषा बोल्न छोडिसक्यो हाम्रो आफ्नै मान्छेहरू। त्यस कारण चाहिँ त्यो भाषाको संरक्षणको लागि पनि गीतहरू चाहिँ त्यो आफ्नै भाषामा लेखिनु पर्यो, फिल्महरू आफ्नै भाषामा बन्नु पर्यो, होइन अभिनयहरू आफ्नै भाषामा हुनु पर्यो, कविताहरू आफ्नै भाषामा लेख्नु पर्यो। त्यो भन्दाखेरि सबभन्दा ज्वलन्त चाहिँ आफ्नो पहिचानको संरक्षण गर्ने, आफ्नो संस्कृतिको संरक्षण गर्ने, आफ्नो धर्म चाहिँ संस्कारको संरक्षण गर्ने। र संस्कृति भनेको त एउटा एकदमै विशाल चाहिँ धारणा बोकेको एउटा शब्द हो। हाम्रो रहनसहन, हाम्रो खानपिन, हाम्रो लवाई खवाई, हाम्रो इतिहास, हाम्रो संस्कार संस्कृति, हाम्रो चाहिँ हामीले बोल्ने भाषा, हाम्रो साहित्य, या चाहिँ हामीले अरू गर्ने चाहिँ क्रियाकलाप सबै चाहिँ संस्कृतिभित्र पर्छ। त्यस कारणले यो सबै चिजको चाहिँ व्यापक संरक्षण गर्न सक्ने मुख्य माध्यम भनेको चलचित्र हो। त्यस कारण यो चलचित्र एकदमै धेरै, चलचित्र माध्यमबाट के हुन्छ तपाईँको भाषाको संरक्षण भइरहेको छ। म चाहिँ याद छ आजभन्दा 10-15 वर्ष अगाडि झन्डै गुरुङ भाषाहरू चाहिँ अब धेरैले बोलै नसक्ने नबोल्ने भइरहेको थियो। अहिले चाहिँ गुरुङ भाषाको गीतहरू यति धेरै आउँछ गण्डकीमा, यति धेरै चाहिँ तपाईँको त्यो अहिले के भन्छ डकुमेन्ट अब के भन्छ त्यसलाई गुरुङ भाषाको बढिराखेको हुन्छ। अहिले त डकुमेन्ट्री के फिल्म के भन्छ नि त्यो बढिराखेको हुन्छ, गुरुङ भाषामै फिल्महरू बनिराखेको हुन्छ। पहिले चाहिँ एउटा सिलु भन्ने चाहिँ यो नेवारी भाषामा चाहिँ निस्किएको थियो। तर नेपाल भाषाका भाषीहरूको चाहिँ क्षेत्रमा यत्रो चाहिँ काठमाडौँकै नेपालकै राजधानीमा बसेर पनि उहाँहरू धेरै पछाडि पर्नुभयो। उहाँहरूलाई लिम्बूले जितेको छ, गुरुङहरूले जितेको छ, मगरले जितेको छ, तामाङले जितेको छ। त्यो त ठुलो संस्कार संस्कृति बोकेको चाहिँ एउटा चाहिँ समुदाय हो नि नेवार भनेको। यो चाहिँ सबै सुविधाले चाहिँ ओतप्रोत ठाउँको। त्यस कारणले चाहिँ के अरे नेवार समुदायबाट चाहिँ आउनुभएको साथीहरूको भन्न चाहन्छु तपाईँहरू अलि धेरै लाग्नु पऱ्यो। यद्यपि चाहिँ तपाईँको जनशक्तिको हिसाबले अरू चाहिँ जातिको भन्दा तपाईँहरूको बढी होला क्या। साउन्ड के अरे साउन्डको मेकानिकहरू या फोटोग्राफरहरू या चाहिँ यस्ता चाहिँ टेक्निसियनहरू चाहिँ अरूमा भन्दा सबैभन्दा नेवारमा छ। तर त्यो चाहिँ मेन स्ट्रिममा चाहिँ अर्कोतिर गइरहेको काम गरिरहेको छ, आफ्नो चाहिँ के अरे स्ट्रिममा चाहिँ उसले कामै गरिरहेको छैन। त्यो समस्या त्यो हो उनीहरूको। त्यस कारणले नुमाफुङ कि नुमाफुङ त्यसबाट त्यो धेरै चाहिँ के अरे प्रचार भएको लिम्बूहरूको चाहिँ चलचित्र भाषामा बनेको चलचित्र त्यसको चाहिँ धेरै चाहिँ के अरे प्रचार भएको। गुरुङमा चाहिँ सबभन्दा खालि पाते भन्ने फिल्म भनेको थियो, सामान्य स्लो मोसनको फिल्म थियो। तर त्यो चाहिँ सबभन्दा पहिलो फिल्म त्यही होला गुरुङको। यस्तै मगरहरूको मलाई चाहिँ अहिले चाहिँ याद आएन के थियो, त्यो चाहिँ सुरुमा प्रारम्भ गरेका चाहिँ जुन जस्तो सुकै भयो भने त्यो बेलाको स्थितिमा त्यसले एउटा माइलस्टोनको काम गर्यो नि। त्यसले ती सबै सर्जकहरूलाई, सबै चाहिँ कलाकारहरूलाई, सबै निर्देशक होला, निर्माता होला, या विभिन्न चाहिँ के अरे नायक नायिका होला, या अरू कलाकारहरू होला, होइन, या चाहिँ तपाईँको साउन्ड गर्सिन होला, के त्यो फिल्म बनाउँदाखेरि काम गरेका सहभागी भएका सबैलाई हामीले सधैँ सम्मान गर्नुपर्छ, सधैँ सम्झाउनुपर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि
हामी धेरै म यसो हेर्छु जनजातिका फिल्महरू एकदमै स्लो छ, एकदमै स्लो। त्यसैले अब हामीले चाहिँ तपाईँको अरू चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्छ। त्यसको चाहिँ साउन्डमा चाहिँ प्रतिस्पर्धा गर्नु पऱ्यो, नायक नायकको एक्टिङमा प्रतिस्पर्धा गर्नु पऱ्यो, विषयवस्तुमा प्रतिस्पर्धा गर्नु पऱ्यो, सङ्गीतमा प्रतिस्पर्धा गर्नु पऱ्यो, गीतहरू पनि लेख्छौँ हामी, गीतहरूको चाहिँ पनि राम्रो राम्रो गीतहरू चाहिँ प्रतिस्पर्धा गर्नु पऱ्यो होइन। यति चाहिँ गर्नुपर्छ चाहिँ सबै ठाउँमा चाहिँ हामीले मूलधारको चाहिँ चलचित्र नेपाली भाषाको चलचित्रसँग प्रतिस्पर्धा गर्ने चाहिँ उठाउनुपर्छ। त्यस हिसाबले यो क्षेत्रमा लागेका सबै निर्माता साथीहरू, निर्देशक साथीहरू, कलाकार चाहिँ के साथीहरू, यहाँ चाहिँ अरू मेकानिक साथीहरू, म्यानेजमेन्टमा लाग्ने साथीहरू सबैले यो कुरा ध्यान दिनु होला। त्यसो भयो भने मात्रै हामीले आफ्नो चाहिँ यो अभियानलाई सफल पार्न सक्छौँ। गुणस्तरले त्यो आजको जमाना प्रतिस्पर्धाको जमाना हो। प्रतिस्पर्धा भन्ने बित्तिकै गुणस्तरको कुरा हुन्छ, योग्यताको कुरा हुन्छ, क्षमताको कुरा हुन्छ त्यहाँ होइन। त्यसमा हामी चाहिँ अब प्रतिस्पर्धा गर्नुपर्छ क्या। त्यस कारणले अघि चाहिँ भन्नुभयो नि यो चाहिँ मूल चाहिँ के अरे चलचित्र हलहरूले, हलका मालिकहरूले या डिस्ट्रिब्युटरहरूले किन चाहिँ तपाईँको हाम्रो फिल्म चाहिँ चल्दैन भनेर त्यसको चाहिँ क्वालिटीमा चाहिँ जो कमजोर छ, साउन्डमा त्यो कमजोर होला, लाइटमा त्यो कमजोर होला, एक्टिङमा त्यो कमजोर होला, विषयवस्तुमा त्यो चाहिँ कमजोर होला। यहाँ चाहिँ भाषा चाहिँ हामीले बोल्ने भाषा मात्रै भयो, यदि डबिङ गरेर पनि हामीले गर्न सक्छौँ, अङ्ग्रेजीमा नेपालीमा चाहिँ डबिङ गरेर पनि आउन सक्छौँ। तर त्यो क्वालिटीको हो त चलिहाल्छ नि। अहिले पोखरातिर चाहिँ यो यस्तो हलमै गुरुङ फिल्महरू देखाइराखेको हुन्छ। होइन भने हाम्रो के भने आफ्नो डकुमेन्ट्री लिएर चाहिँ तपाईँको अस्ट्रेलियामा कहाँ नेपाली छ, हङकङमा कहाँ नेपाली छ, युके अमेरिका कता नेपाली छ भनेर डकुमेन्ट्री बोक्दै गएर चाहिँ अलिअलि पैसा सङ्ग्रह गर्दै आउने यो चाहिँ स्थितिबाट हामी मुक्त हुनु पऱ्यो। त्यो ठाउँबाट माथि उठ्नुपर्छ हामी। त्यसको लागि क्वालिटी चाहिँ सबभन्दा पहिलो कुरा। प्रतिस्पर्धामा चाहिँ हामीले फरक दिनु कुरो पहिलो हुन्छ। त्यो काममा तपाईँलाई चाहिँ सफलता मिल्छ, म त्यो सुझाव दिन चाहन्छु। यसका लागि अब चाहिँ हाम्रो चलचित्र विकास बोर्डले पनि ध्यान दिन्छ, त्यसमा ध्यान दिनुपर्छ। अध्यक्ष यहीँ हुनुहुन्छ, मैले उहाँलाई ध्यान आकर्षण गराउन चाहन्छु। नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ छ नि, त्यो महासङ्घले महासङ्घ अन्तर्गतका सबै यहाँ जस्तो 14वटा छ अहिले चाहिँ, फेरि पनि थपिहाल्ला, हामी समुदाय त धेरै छ होइन। तर यो चाहिँ अहिले चाहिँ यो चाहिँ 14वटा जुन चाहिँ तपाईँको चलचित्र सङ्घहरू त्यो चाहिँ महासङ्घमा चाहिँ आबद्ध भएको छ। महासङ्घले अब चाहिँ यिनीहरूको सबैको चाहिँ तपाईँको चाहिँ के गर्ने भनेदेखि त्यसको क्षमता विकास कसरी गर्ने, ती सबै चलचित्र सङ्घहरूको क्षमता विकास कसरी गर्ने, जनशक्ति उत्पादनमा चाहिँ के ध्यान दिनु पऱ्यो, ट्रेनिङहरू चाहिँ तपाईँको व्यवस्था गर्नु पऱ्यो होइन। एक्टिङमा चाहिँ तपाईँको नायक नायिकाहरू या चाहिँ अब के अरे चरित्र अभिनेता अभिनेताहरू या हास्य के अरे कलाकारहरूलाई के होला, बाल कलाकारहरू होला या चाहिँ तिनीहरूको एकदम प्रौढ कलाकारहरू होला, कलाकारहरूको उत्पादन गर्ने काम चाहिँ ट्रेनिङमा चाहिँ उनीहरूलाई लगाउने काम, प्रोत्साहन गर्ने काम त्यो गर्नु पऱ्यो। डाइरेक्टरहरूको चाहिँ क्षमता विकास गर्ने डाइरेक्टरको पनि तालिम हुन्छ, प्रशिक्षण हुन्छ, प्रशिक्षण गराउनु पऱ्यो। योग्य योग्य डाइरेक्टरहरू निकाल्नु पऱ्यो, योग्य योग्य निर्माताहरू निकाल्नु, व्यवस्थापन निकाल्नु पऱ्यो, योग्य योग्य चाहिँ तपाईँको फोटोग्राफरहरू निकाल्नु पऱ्यो, योग्य योग्य चाहिँ तपाईँको सङ्गीतकारहरू चाहिँ हामीले चाहिँ गर्नु पऱ्यो आफ्नै ठाउँबाट होइन, गर्नु पऱ्यो। अनि त्यसमा जनशक्तिको चाहिँ विकासमा तपाईँले ध्यान दिनु, अनि बल्ल तपाईँ प्रतिस्पर्धा गर्न सक्नुहुन्छ तपाईँहरू। त्यसमा चाहिँ नेपाल सरकारबाट केही गर्नुपर्छ, चलचित्र विकास बोर्डको मार्फत गर्छ, सञ्चार माध्यम मन्त्रालय के गर्छ त्यसको माध्यमबाट गर्छ। त्यस कारण तपाईँले त्यस्तो चाहिँ प्रोजेक्सनमा ध्यान दिनु। अब हामी कम्पिटिसनमा चाहिँ गयौँ, अब हामी कम्पिटिसनमा मैदानमा बस्यौँ, अब हामी रङ्गमञ्च, त्यो रङ्गमञ्च चाहिँ आफै कम्पिटिसनको रङ्गमञ्च हो, व्यक्तिगत कम्पिटिसन हुन्छ। अब चाहिँ के अरे समुदायको चलचित्रको बिचमा प्रतिस्पर्धा हुन्छ, आम चाहिँ के अरे मूलधारको चाहिँ चलचित्रसँग हामीले प्रतिस्पर्धा गर्नुपर्छ। इन्टरनेसनल चाहिँ अरू चाहिँ के अरे देशको चाहिँ आदिवासीहरूको चलचित्रसँग हाम्रो प्रतिस्पर्धा गर्नुपर्छ हामीले। अनि त्यो चाहिँ चलचित्रको माध्यमबाट हामीले आफ्नो चाहिँ समुदायको चाहिँ संस्कार बचाउन सक्छौँ, संस्कृति बचाउन सक्छौँ, इतिहास जोगाउन सक्छौँ, भाषाको प्रवर्धन हुनसक्छ। हाम्रो कलाकारले चाहिँ धेरै ठाउँ पाउँदाखेरि चाहिँ आर्थिक रूपले हामीले त्यसका फिल्म क्षेत्रको माध्यमबाट हामीले चाहिँ धेरै पेसा व्यवसाय चाहिँ गरेर अनि त्यो एउटा व्यवसायको रूपमा डेभलप गरेर त्यो क्षेत्रबाट हाम्रो धेरै बाबु नानीहरूले चाहिँ तपाईँको त्यसमा चाहिँ संलग्न भएर चाहिँ रोजगार पाउन सक्छ, त्यहाँबाट उनीहरूले समृद्धि चाहिँ हासिल गर्न सक्छ त्यसबाट पनि। त्यहाँदेखि त्यो ठाउँ त्यो मूल चाहिँ त्यो चाहिँ ठाउँतिर अब जानुपर्छ। त्यसमा चाहिँ गइएन भने यो सङ्गठनको धेरै अर्थ हुँदैन। त्यसले सङ्गठनले त्यस्तो चाहिँ के अरे महत्त्वपूर्ण कामहरू गर्नुपर्छ। त्यो काममा चाहिँ म सधैँ तपाईँहरूको साथमा छु। मैले के सहयोग गर्नुपर्छ, राजनीतिक सहयोग होला, वैचारिक सहयोग होला, प्रशासनिक सहयोग होला, तर सरकारको सहयोग होला, कानुनी सहयोग गर्नु केही सहयोग गर्नुपर्छ। एउटा सञ्चार मन्त्रीको हैसियतले म तपाईँहरूको चाहिँ जहिले पनि साथमै छु। यो क्षेत्रको विकासमा हामी लागिरहेछौँ। अहिले पनि चलचित्र क्षेत्रको विकास चाहिँ हाम्रो नेपालमा एकदमै धेरै पछाडि पनि हामी
इन्डियासँग तुलना गर्ने कुरा आउँदैन, हलिउडसँग बलिउडसँग तुलना गर्न आउँदैन। तर यो कलिउडले चाहिँ श्रीलङ्काको चाहिँ यो चाहिँ तपाईँको साउथ एसियाको चाहिँ अरू चाहिँ फिल्म इन्डस्ट्रीहरूसँग त हामी कम्पिटिसन गर्नुपर्छ, तिनीहरूलाई उछिन्नुपर्छ हामीले। त्यो इन्डियाको चाहिँ तपाईँको बलिउडबाट धेरै सिक्नु पर्ला, हलिउडबाट धेरै सिक्नु पर्ला। अब चाइनिज चाहिँ सिनेमा क्षेत्र यति धेरै विकास भएको छ, यति उनीहरू चाहिँ हाम्रो भाषाको कारणले संस्कार यो चाहिँ उसको कारणले पनि अलिक कम चाहिँ यहाँ चाहिँ उनीहरूको चाहिँ फिल्म चाहिँ इन्डस्ट्री आएको छैन। त्यस कारणले चाहिँ यो डेभलप भएको फिल्म इन्डस्ट्रीहरूसँग पनि हामीले केही न केही सिक्नुपर्छ, उनीहरूलाई पछ्याउनुपर्छ हामीले, अनि बल्ल हाम्रो विकास हुन सक्दछ। तर हामीले मनमा के राख्यो भने साउथ एसियामा नेपाल चाहिँ चलचित्र क्षेत्रमा पनि इन्डिया पछिको दोस्रो हो भन्ने कुरा स्थापित गर्नुपर्छ। त्यो चाहिँ त्यो चलचित्र विकास बोर्डले गर्नुपर्छ। चलचित्र विकास बोर्डले त्यसो गर्दाखेरि यो साउथ एसियाभित्रको सबै आदिवासी जनजातिहरूमा चाहिँ नेपालको आदिवासी जनजातिहरूको फिल्म चाहिँ इन्डस्ट्री धेरै बलियो छ भन्ने कुरा स्थापित गर्नुपर्छ। त्यो काममा तपाईँलाई सफलता मिलोस्। यति कुरा राखेर मैले तपाईँ फेरि हाम्रो आदिवासी जनजातिहरूलाई चाहिँ मेरो सुझाव के छ भने मान्छेलाई सबभन्दा मन नपर्ने कुरा सुझाव, अर्को उपदेश, आलोचना मन नपर्ने के सबैले मनपर्ने चिज एउटा मात्रै छ, के होला? प्रशंसा। सबैले प्रशंसा मात्रै मनपर्छ। कसै पनि सुझाव दियो भने के सुझाव दिइराखेर होला भन्ने हुन्छ। कहिले आलोचना गर्ने त सुन्दै चाहँदैन। प्रशंसाले मान्छे बिग्रिन्छ, बुझ्नु होला? प्रशंसाले मान्छे बिग्रिन्छ, फुर्किएर त्यो कामै गर्दैन। आलोचनाले मान्छे सुध्रिन्छ। त्यस कारण म तपाईँहरूको आलोचक हो क्या, प्रशंसक होइन। तपाईँहरू सुध्रियोस् भन्न चाहन्छु, राम्रो होस् भन्ने चाहन्छु, होइन, प्रगति होस् भन्ने चाहन्छु, समृद्धि प्राप्त होस् भन्ने चाहन्छु। यही चाहिँ शुभकामना दिएर आज मलाई बोलाउनु भयो। म अस्ति पनि आउन चाहन्थेँ, तर मेरो सरकारकै अर्को महत्त्वपूर्ण काम परेको हुनाले म अस्ति आउन सकिनँ। त्यस कारण म आज दिनभरि म 4 बजे 5 बजे आउँथेँ होला। आज दिनभरि हाम्रो बजेटको चाहिँ अन्तिम चाहिँ छलफल थियो। मेरो मन्त्रालयको हिजो सकिया त हिजो पनि दिनभरि बसेर आयो, होइन, हामी 7 बजे मात्रै निस्केको। आज चाहिँ प्रधानमन्त्री कार्यालयको योजनाको राष्ट्रपति उपराष्ट्रपति कार्यालयको छलफल थियो। प्रधानमन्त्रीले आफू आउन नसक्ने, मलाई तोक्या भने प्रति जोडेर म दिनभरि त्यही बस्नुपर्ने भयो। 6:30 बजे सकिने बित्तिकै यतै दौडेर आएको म, अनि यो कार्यक्रममा भाग लिएको। किन तपाईँहरूलाई चाहिँ माया गर्नुपर्छ एउटा मन्त्रीले भनेर चाहिँ म यहाँ प्रतिमा बहिनीले मलाई प्रतिमा भनेर चिन्छु मैले। अस्ति मात्रै चाहिँ मलाई न्युज दिन आउँदाखेरि प्रतिमाया चाहिँ पुन भनेर लेखेर हामीले उहाँलाई चिने भनेको प्रतिमै भनेर। उहाँले या भन्ने कुरो जनजाति महासभामा हुँदाखेरि प्रयोग गर्नुहुन्थ्यो। तर मान्छेको नाम रहेछ प्रतिमाया के अरे पुन। प्रतिमाया पुन आएर जसरी पनि आउनुपर्छ भनेर भने हुनाले म चाहिँ त्यतिखेर वचनबद्ध भएको। सरकारको ठुलो काम पर्यो भने म आउन नआउने हुनसक्छु। त्यस कारणले म बेइमान चाहिँ हुन चाहन्न। अहिले दोस्रो पनि मान्छे खोजिराख्नुहोस्, यसो हेरिराख्नुहोस्। आएन भने त्यसलाई ट्याक्क टिकेर ल्याउनु मिल्यो नि त। नभए यी चाहिँ मन्त्रीहरू यिनी नै हुनसक्छन्, त्यो मन्त्री ल्याउनुहोस्, फुर्सदिला छन् तिनीहरू भनेर मैले उहाँलाई सुझाव दिएको थिएँ। त्यसले भएको मैले चाहिँ भनेर त्यही भयो, सम्भावना छँदै थियो। त्यतिखेर आउनु नपायो हुनाले आज आएको। तपाईँहरूको साथमा यहाँ बसेर चाहिँ धेरै खुसी लाग्यो। हाम्रो चाहिँ थारू समुदायको बहिनी पनि अनि तामाङ समुदायको एउटा हिरोइन पनि उहाँसँग बसेर फोटो खिच्न पायो। लगेनुहोस् त कति बाँकी भने होइन। त्यस कारणले अरू कलाकार साथीहरू, निर्देशक साथीहरू अनि निर्माता साथीहरू धेरैसँग चाहिँ चिन्जान हुने मौका मिल्यो। तपाईँलाई कमसेकम मैले पुरस्कार या चाहिँ तपाईँको सम्मान या चाहिँ दिन पाएँ नि त। त्यो मेरो लागि अब यो अवसर त फेरि फर्केर आउँदैन। यो चाहिँ सुनौलो अवसरको लागि आयोजक साथीहरूलाई धेरै धेरै धन्यवाद दिएर सबै दाजुभाइ दिदीबहिनीहरू जो हाम्रो आदिवासी जनजाति चलचित्र क्षेत्रमा काम गर्नुभएको छ, तपाईँहरूको उत्तर प्रगतिको कामना गर्छु। सधैँ म तपाईँहरूको साथमा छु। धन्यवाद। धेरै धेरै धन्यवाद छ आजका प्रमुख अतिथि सरकारका प्रवक्ता माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङज्यूलाई। अवश्य पनि उहाँले यसो भन्दै गर्दाखेरि मलाई त्यो आदिवासी जनजातिहरू त्यो बोलीको पक्का हुन्छन्, इमान्दार हुन्छन् भन्ने कुराको एउटा उदाहरण पनि उहाँले पेश गर्नुभएको छ। किनभने अगाडि वचन दिइसकेपछि त्यसलाई काट्न सकिँदैन, त्यो हामीसँग त्यो गुण छ। यही कुरालाई स्थापित गर्दै हामीले गरेका प्रतिबद्धताहरू, राम्रा राम्रा कुराका प्रतिबद्धताहरूलाई साँच्चीकै यो देशमा लागू गर्ने हो भने मैले यही मञ्चबाट पनि भन्दा
अत्युक्ति नहोला, फरक नपर्ला। आदिवासी जनजातिका छोराहरूले, आदिवासी जनजातिका नेताहरूले यो देशलाई नेतृत्व नै गरेर, प्रधानमन्त्री नै भएर, राष्ट्रपति नै भएर अलिक केही समय, केही 1-2 कार्यकाल गर्ने हो भने, त्यो तहमा पुग्ने हो भने, नेतृत्व नै लिने गऱ्यो भने यो देशले काया पलट फेर्नेछ, प्रगति गर्नेछ भन्ने त्यो ठोक्काका साथ भन्न सक्छु। किनभने हामीसँग त्यस्ता व्यक्तित्वहरू हुन्छन् जसलाई मैले अस्ति डाक्टर महावीर पुनको आज बिहान मात्र एउटा भिडियो हेरेको थिएँ। एकजना महिलाले उहाँलाई किताब किन्दै गर्दाखेरि खुट्टैमा ढोक्नु भएछ। त्यो ढोकाइ, त्यो श्रद्धा, त्यो आस्था यत्तिकै पाएको होइन कि। सन्दुक रुटलाई हेर्नुहोस्, यस्ता व्यक्तित्वहरू हुनुहुन्छ जो चाहिँ आदिवासी जनजाति समुदाय त्यो भनेर अरूलाई त्यसरी भन्न खोजेको पक्कै पनि होइन। तर त्यस्तो आदिवासी जनजातिका छोराहरूले, छोरीहरूले साँच्चीकै नेतृत्व तहमा जाने हो, निर्णायक तहमा जाने हो भने साँच्चीकै यो देश बन्छ भन्ने कुरामा चाहिँ म भन्दाखेरि कति पनि अप्ठ्यारो मान्दिनँ यो मञ्चबाट। सार्वजनिक रूपमै भन्न पनि सक्छु, किनभने त्यो तहमा हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी पनि तर त्यो ठाउँमा पुग्नका लागि यत्तिकै पुर्याउनु भन्दा पनि हामीसँग त्यो क्षमता, त्यो खालको हामीसँग वृद्धि विकास, त्यो तयारी पनि हामीले पनि गर्नुपर्छ। र त्यो तयारी आदिवासी जनजाति समुदायसँग हरेक ढङ्गबाट, शैक्षिक ढङ्गबाट, राजनीतिक ढङ्गबाट, हरेक तवरबाट त्यो सक्षम छ। त्यसले बस अवसर पाएको छैन र त्यो अवसर अब हामीले कसैले दिएर पाएर गर्छ भन्दा पनि अब हामीले खोज्नु पनि जरुरी छ। त्यो ठाउँमा पुग्नका लागि हामी यसरी सङ्गठित भएर लाग्न पनि जरुरी छ भन्दै अब हामी यसो भन्दै गर्दा हाम्रो जुन मिलेको समाज छ, रङ्गी बिरङ्गी जुन खालको फुलबारी छ, त्यसलाई चाहिँ भत्काउन खोजेको, त्यसलाई मार्न खोजेको कदापि हुँदै होइन। र हामी सबैजना यसमा रङ्गी चङ्गी भएर फुलबारीमा फुल्नका लागि मात्र खोजेका हौँ। यति भन्दै जुन ढङ्गबाट हामीले यो 5औं आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न गर्दैछौँ र यो गर्दै गर्दाखेरि विशेषतः यहाँ जुन प्रदर्शित चलचित्रहरू सबै चलचित्रहरूप्रति